हेर्नुहोस् गाइजहरू यसरी दौड्न पर्छ लेट भएपछि है। त्यही भएर हाम्रै चाहिँ अलि लेटै भयो, त्यही भएर चाँडो पुग्न हो। त्यही भएर टाइममा चाहिँ यहाँ चाहिँ कामहरू सब ट्याक्क भ्याएर आधा घन्टा पहिले निक्लिन पर्छ कि। यहाँ चाहिँ लसन रहेछ, आज लसन नि देख्यो मैले, देखाएको थिएँ, नोटिस गरेको थिएँ। हामी पारीबाट हिँड्थ्यौँ, उतैतिर ध्यान जान्थ्यो हाम्रो। आज यहाँ लसन रहेछ। अहिले यसो पस्न पर्ला के कस्तो हो प्राइजहरू। लास्टै लेट भयो। ऊ हाम्रो अगाडि स्टारबक्स छ, ओ स्टारबक्स। कुनै दिन पस्छौँ स्टारबक्समा नि के कस्तो हुन्छ देखाउँछौँ है। ल गाइज लेट भइरह। ल गाइज एउटा इक्जाम भ्याइयो है, गाँड फाटिसक्यो एउटा इक्जामले। एउटा इक्जाम भइसक्यो, गाँड फाटिसक्यो। अब कति दुईवटा इक्जाम छ, 25 मिनटको नि कति चाँडो गयो जस्तो लाग्यो। अब 50 र 30 मिनटको छ। ए गाइज हाम्रो जागेन्द्र, सुमन सान, गुराज सान, विशाल, यिनले फेरि उहाँ एन्सर सिटमा लाउने ठाउँमा क्वेसन पेपरमा गोलो लाएर बस्यो। हाम्रो जिन्दगी यस्तै छ, खेलखारी छैन, भ्लग बना बसो क्लासमा होइन। दोस्रो टेस्टमा पनि फेल भइयो, अब नेपाल पठाइदिन्छ है। दोस्रो टेस्टमा पनि फेल भइयो, भ्लग त बनाउनु पर्यो होइन। अब यस्तै छ, दोस्रो टेस्टमा पनि फेल भइयो होइन। जिन्दगी बडो बेकार चिज रहेछ गाईहरू। हो अब यत्रजना मान्छे छन्, जिन्दगीमा 5 मिनट लक्षण छैन गाई यसपालि पनि। अब यसपछि हाम्रो लिस्निङ हुन्छ अरे, लिस्निङमा अब सुन्ने छ भने हो गरे, सुन्दैन भने त्यस्तै हो गाइज। लाइक गर्नुहोस् फटाफट। अरू त के भन्नु छ, यस्तै छ गाइज होइन। हाम्रो गोवा युनिभर्सिटी हो, युनिभर्सिटी अफ इस्ट एसिया। सो कसलाई थाहा थियो यहाँनिर चाहिँ यस्तो टेस्ट हुन्छ अरे। अब फेल भएपछि चाहिँ के हुन्छ थाहा छैन, बट अलिअलि चाहिँ जानेको चाहिँ गरेको छौँ। यसपालि चाहिँ रिडिङ ग्रामर थियो। सुरुमा त इजी थियो, बट लास्टतिर गएर त एकदमै के हो होइन, क्वेसनै नबुझिने खालको क्या। त्यही भएर पढेर आउनुपर्ने छ गाइज। हामी चाहिँ भर्खर निक्लेर आयौँ है इक्जाम दिएर। अनि हामीलाई ब्याङ्क खाता कहिले खोलिदिन्छ यो कुराहरू सब इन्फर्मेसन दियो। के भन्छ तले माथि गर, के भन्छ तले माथि गर। ल भयो, यहाँ चाहिँ यस्तै बोल्छन्, खासै बोल्न जान्दैनन्। ल इक्जाम चाहिँ त्यही एउटा लिसनिङ, एउटा रिडिङ र भोकेबुलेरी समथिङ के हुँदो रहेछ त्यो दिएम होइन। अनि त्यसपछि चाहिँ खोइ केही बुझ्दैन गरे, त्यही पनि दियो। अब के हुन्छ रिजल्ट थाहा भएन। हाम्रो चुला गर्न एकैछिन। अनि हाम्रो फेरि अप्रिल 9देखि स्टार्ट हुन्छ अरे क्लास। 12:45 दिउँसोको। अब काम कसरी गर्ने त, कतिको गाह्रो छ त जापानमा। 12:45देखि क्लास लगाइदियो। अब बिचमा भयो कि यताउति भयो। 12:45देखि 4 बजीसम्म रातिमा जागरण कसरी बस्ने ट्रेनिङ। अब नाइट कामै हान्न पर्ला जस्तो हो। पाए पार है, नपाए पार त कसले हान्छ र। भेजा भयो यार। अब 12:45देखि 4 बजीसम्म भनेपछि त भेजै हुन्छ। टाइमिङ कस्तो यताउता भयो कि बिचैमै पर्दियो ठ्याक्क। अब बिहानै भएको भए या साँझसम्म भएको भए सजिलो हुन्थ्यो दिउँसोरी गर्ने। या अब बिहा हुन्छ नि त, दिउँसोरी गर्न पाइन्थ्यो यदि बिहानै भएको भए। अब बिचमा पर्दियो यताउति भयो, के गर्ने त। अब सुमनको युट्युब च्यानल हो, तर मोनिटाइजेसन भएपछि पैसा आधी हुन्छ। त्यही भएर सुमनको च्यानलमा सबभन्दा बढी म देखिन्छु। भ्यू जान्न तिम्रो। अनि त्यही हो। अब सबैभन्दा खुसी किन लाग्यो भने 9 तारिकसम्म यत्तिकै बस्न पाइयो। अब खाता नखोलिकन त्यो एउटा काम गर्न पाइन्छ भने त भोलिदेखि जो काममा गइन्छ। अब हाम्रो त्यो एउटा सेन्पाई दाइ हुनुहुन्छ, त्यो दाइलाई सोध्छौँ हामीले। अनि यदि ब्याङ्क खाता नभए पनि
हुन्छ नि त पछि गर्दा गर्दै खाता दे पनि हुन्छ भनेपछि हामी भोलि या पर्सिबाटै कामतिर लाग्छौँ आज गएर भेजा चाट्ने हो दाइला नरिसिटाउ न यार अलि भ्लगमा केही बोल्न मिल्दैन त्यही भएर बोलेन म यहाँ चाहिँ जापानमा किन यस्तो गनाउँछ त आखिर यो के युनिभर्सिटीको समस्या हो दोस्त यार तिमीले विशालको कन्टेन्टमा हाल न मेरो नगोछ त यार त्यसरी रमाइलो छ गाइज जापानको अझ फाल्तु कहाँ राख्छु रे के हो एक दिएर स्टारबक्समा पुग्लाउने तिमीलाई दिएको होइन के हो त्यो ल हाम्रो सुमन सान हेलो यिनी फेरि अब भ्लग गराउन नपाएर सिक भइरहेलाई भोक पो लाग्यो त यार अब के खाने त होइन यहाँ त पाइने गर्दा यहाँ बनाना जुस राम्रो थियो यार है केटा बनाना जुस बनाना जुस चाहिँ अब हान्छौँ हामीले म जिदौ हानबाइकीबाट झिकेर देखाउँछु अब कति देखाउने होइन त्यही पनि देखाइदिउँ न फेरि हेर आउन क्यार्न सक्छौ र होइन ल अब त्यहाँ एउटा बनाना जुस छ त्यो मिठो हुन्छ हिजो ट्राई गरेको थियौँ हामीले 100 रुपियाँमा आउँछ रेट औकात देख्रे हो क्या अब त्यहाँ जिदो हानबाइकीमा गएर अब एउटा बनाना सेक झिक्छौँ अनि खाएर देखाउँछौँ हेर्दै बसौ हाम्रो युनिभर्सिटी तलतिरको स्टारबक्स केटाहरूले चुरोट खाछन् तर खाना हुन्न चुरोट भन्ने चिज खाना हुन्न हामी जिदौ हानबाइकीमा जान्छौँ पैसा 100 झिका त म अहिले दिन्छु यहाँ बेगमा मेरो यो एप्पल जुस मिठो हुन्छ यो नि मलाई ठिकै लाग्थ्यो योभन्दा बेस्ट चाहिँ यो तिमीलाई नपचेर हो यो चाहिँ म योभन्दा यो राम्रो लाग्छ मलाई खै 100 छिटो देऊ ल हाम्रो साथीले चाहिँ यहाँनिर केराको जुस निकाल्दैछन् केराको जुस बताउ न बनानाको जुस पैसा छिराइसकेका छन् अब दाब्छन् यो आयो यहाँ हेर्न सक्नुहुन्छ गाइज ल सुमनले अब टेस्ट लिन्छन् चेन पनि आयो त्यहाँ चेन भनेको चाहिँ फेरि त्यो लाउने चेन होइन नि मैले त खान्न रुगाला तिमीलाई त भयो होइन विशालले म्याङ्गो हान्ने अरे म्याङ्गो अर्को पनि झरो केटाहरूले चाहिँ होस् यहाँ आएर फाइदा उठान मलाई चाहिँ रुगा लागिसकेको छ गाइज रुगा लाग्यो त्यही भएर म खान्न मैले केही नखाने मलाई चिसो भयो कि तातो छैन त्यहाँ छैन के खैले त पानी यसले त भ्लग भएन के यिनले चाहिँ मुख छाडेको टुट लगाइदियो है मुख छाडेकोमा ल यता देखाइदेऊ केराको हो लभली छ बनाना टेस्ट बनाना सेक हो यो कस्तो विशाल त पानी आइछ के रहेछ चाहम त गाली दिन मन लाग्यो गाली दिन मन लाग्यो भ्लग बनाइरहेको हाम्रो विशाल चाहिँ जहिले ठगिन्छन् अनि एकचोटि हाम्रो एउटा रुममेट विशाल रोका भन्ने छन् होइन तिनले अब के किनौँ भएछ र होइन त्यो फ्यामिली मार्टमा छिरेछन् अनि बोतलको प्याकेजिङ बबाल देखेछन् होइन अनि लास्टमा के किन्यो भन्दा मिनरल वाटर किने रहेछन् 100 कति 50 कि 110 को मिनरल वाटर किनेर आएको रहेछन् अब हामी रोड काट्दैछौँ रातो देखाइरह एकैछिन कुर्न पर्ने हुन्छ है ल हरियो भइसक्यो के आऊ छिटो हल्ला नदेखिन के अनन्दैनीले हिजो केटा नाचे थिए कौना हो त्यस्तै बनाउने क्या टिकटक
ल अब चाहिँ हामी त्यही युनिभर्सिटीबाट घर जाँदैछौँ। अब हामीले नास्ता खान्छौँ घर गएर। ल्याऊ के त यार घर आउनलाई त्यसपछि म अहिले सुमनको च्यानलदेखि गराइराखु। म पछि एउटा फोन किन्छु, त्यसपछि म आफ्नो युट्युब च्यानल खोलेर भात राखेर आऊ बिहान तरकाल नपुगेर। ए हो, मैले चाहिँ एउटा फोन किनेपछि मैले एउटा युट्युब च्यानल खोल्छु। यिनले लिङ्क हालिदिन्छन्, गएर सब्सक्राइब गर्नु होला। कन्टेन्ट डेली आउँछ। छिटो मोनिटाइजेसन गरेर जापानमा भन्दा बढी पैसा युट्युबबाट आओस्। जापान युट्युबबाट आओस् पैसा बढी भन्दा बुझ न, अब बुझिसक्यो अनि इसारा काफी छ। हामी फेरि इसारा बहुत जल्दी बुझ्छौँ। अब रुममा जान्छौँ, यसो नास्ता सास्ता जे हुन्छ खान्छौँ होइन। अनि फेरि 9 तारिकसम्म छुट्टी हो। ट्रेन स्टेसन हो जानियो सिधै हो रे ए होइन अहिले रुममा झोला राखेर जाम्ला, केही पेट पूजा गरौँला। भ्यू यति विशाल छ हाम्रोमा हुन्छ। यस्तो हाम्रोमा त भाडा मान्ने कम्पिटिसन चलिरहेको बिहान झगडा गर्दै हाम्रोमा चाहिँ त्यस्तो हुन्न। जतिखेर जसलाई मन लाग्यो म त मन लागेको बेला आफै मानिदिन्छु, आफै पकाइदिन्छु। 5 महिना राहुलको पाली थियो मान्ने मलाई फर्काउनु 5 महिना मात्र हो। त्यसपछि होस्टेलले लात हान्छ अरे हामीलाई। 5 महिना मात्र हो, त्यहाँ कोही बस्दैन अरे के। तिम्रो पाली हो रे, कोही बस्दैन। गाइज नेपाली पारामा बाटो पनि नछोडिकन हिँड्छन् केटाहरूले। यस्तो गर्न चाहिँ भएन है जापान आएर। जे होस् यहाँको पहिलो प्राथमिकता भनेको कसलाई दिनुपर्छ भन्दा साइकल यात्रीलाई, दोस्रो पैदल यात्रीलाई। गाइज के भयो भन्दा एडिटिङमा हल्का समस्या देखियो। हामीले चाहिँ अब गएकोले हाम्रो के भन्छन् ब्याङ्क एकाउन्ट बनाइदिएपछि चाहिँ हामीले छिट्टै अब टाइमै मिलेन के दिउँसोको के भन्छ